सक्नुहुन्छ होला अनि म पनि सन्चै छु। अनि आज चाहिँ हामी तारेभिर हाइक गर्न जानलाई होइन, माथि पनि तारेभिरको टुप्पोमा। अनि यहाँ केटाहरू आउँदैछ कि, अब यसो हेरौँ है त सबैजनाले। ल अहिले फोन गरेन हो र? ल केटाहरू हामी यहाँ भेट्यौँ है त। ल कहाँ आउँछ अरे आकाश? बिस्तारी बाटो खतम छ। अलिकति बनाइसकेछ, अब बन्दै छ तारेभिरको बाटो। तारेभिरको बाटो बन्दैछ। यो बाटोमा हो नि सबैभन्दा बढी बाइक बिग्रिने। अनि यहाँ र त्यो माथिपट्टि त पिच गरिसक्यो होइन। यहाँ तारेभिर आइपुगेका छौँ होइन, केटाहरू नै आइपुग्यो। तारेभिर गएर हेरौँ है त। त्यो डाँडा चढ्नुपर्छ, यो डाँडा हो, यो डाँडा। फाइनली आइपुग्यो है केटा हो, हामी आइपुग्यौँ तारेभिर, आइपुग्यौँ तारेभिर। यो चाहिँ तारेभिर हो है, तारेभिर। अब चढ्ने चाहिँ यो डाँडा है, यो टुप्पो। ल ट्याक्क चढेर तपाईँहरूलाई माथिको भ्यू देखाउँछु है त। तारेभिर तारेभिर त्यत्तिकै भिड भने होइन रहेछ क्या यो। यस्तो हेर ठाडै खै हेलिक्रास भएर थाहा छैन यार। बाटो चाहिँ यस्तो छ। अरू चाहिँ थाहा छैन होइन। यहाँ अगाडि घरहरू छ क्या, त्यहाँ सोधेर चाहिँ चढ्नुपर्ने। खै बाटो थाहा भएन गाडो। यही बाटो हो कि फेरि मलाई अर्को ठाउँमा पुग्यो भने अर्को आपत आइलाग्छ कि फेरि। हेर्न त्यो भिरै चढ्न सक्दैन अनि त्यस्तो छ। अर्को डाँडो चढ्यो भने चाहिँ झन् उतातिर यहाँनिर एउटा गुम्बा जस्तो छ नि, त्यो गुम्बाबाट चाहिँ सिडी देखाएको थियो क्या मैले, म उख्रिन जाँदाखेरि। यहीँ अगाडि घर छ है। हामी तारेभिर चढ्दैछौँ, तारेभिरको टुप्पो डाँडो। ढुङ्गा नि है। यहाँ सोधौँ अनि यहाँबाट चढाउँला। मान्छे देखेर तर्सिन्छ क्या त्यो बाटो पनि, कुरो बुझेन? यो खोल्साको यो खानेपानी जस्तो छ कि यिनीहरूको। शिवपुरीको पानी त एकदम एवान पानी हो त, मिनरलवाला पानी। मेरो घरतिर पनि शिवपुरी नै पर्यो। त्यो झन् बिच जङ्गलको खतरा आउँछ क्या यताबाट माथिबाट। जाडो महिनामा त मैले टन्सिलै बनाइदिन्छ त्यहाँको पानीले। मेरो आमाहरूलाई झन् खानै हुँदैन त्यो जङ्गलको पानी त। कुलो फुटेर आएको मलाई खोलै त्यो जङ्गल बगेको हुन्छ, घामै देखाएको हुँदैन त्यो पानीले। केटाहरू हिँड्दैछन् तर लास्ट छोटो सिडी रहेछ यार यो त। यसो त दुख्छ नि फ्यात्तै। दामी रहेछ त। राम्रो लाग्यो।
यस्तो यस्तो यो छोटो सिडीमा चाहिँ होइन ओह्रालो झर्न नि गाह्रो हुन्छ उकालो चढ्न नि गाह्रो हुन्छ क्या ठाउँ नभएर सानसानो बनायो होला सायद कि त बजेट राम्रो आएर बनायो कहाँ झन् लामो लामो अलिक 1300 बनाउँदै पो बनाउने हो त मर्निङ वाक हो नि यार ब्रो के भन मर्निङ वाक हो नि हाम्रो मर्निङ वाक बाइक लिएर भन्नु हुँदैन पार्टी न हेलमेट छ न केही छ केही बोकेको छैन छौँ यहाँ अब माथि टुप्पो टुप्पो पुग्नु लाग्यो माथि पुगेपछि देखाउँछु है तपाईँहरू बाटो यस्तो चाहिँ पुरै जङ्गली बाटो कैलाश हामी यहाँ कैलाश आइपुग्यो कैलाश यस्तो छ बाटो केटाहरू अगाडि हिँड्दैछ है अब माथि पुगेर देखाउँ होला मोबाइल बोक्ने झन्झट भएको छ यहाँ हिँडेर ल जय शम्भो है ल है त केटा अब यहाँ टपमा आइपुग्यो टपमा है यो चाहिँ टपमा अरे अब हामीले सुने चाहिँ यहाँनिर गोलो चौर फाँट जस्तो छ भन्थ्यो खोइ के को फाँट हुनु म चाहिँ कात्ला छ यो टप हाम्रो अगाडि टुप्पोमा गएर हेर्नुपर्ने तलपट्टिको डिल होइन त कस्तो भयो त हिँडाइ मजा आएपछि वर्थ इट ठिकै रहेछ यो खतरा पनि रहेछ है सही सदुपयोग भयो शनिबारको हाम्रो चाहिँ ल ल तारेभिर हो केटा तारेभिरको टुप्पोमा हामी चाहिँ टुप्पोमा ल सिन चाहिँ खासै नदेख्दो रहेछ है अब ठिक छ अब अर्कोचोटि आम्ला अलि राम्रो ठाउँ नेक्स्ट हाइकिङ है योचोटि यो पनि रमाइलो त रमाइलै भयो होइन अब यहाँ चियापान कार्यक्रम हुन्छ हाम्रो चियापान कार्यक्रम हुन्छ होइन अब चिया खाउँ अनि जानुपर्छ होइन तर थकाइ लाग्यो यार आज त मैले वाइल्ड डे धेरै पछि हिँडेर यो चिसोमा त चिसो रहेछ घामतिर बस्नु जिउको पसिना अलिक सुक्नु दिनुपर्छ है जोस् नआयो भने आधी घन्टामा चढ्ने रहेछ यो डाँडो है 45 लाग्यो होला हामीलाई यस्तो हुनुपर्छ क्या यो अगाडिको भ्यू चाहिँ सट्टै क्लियरै हुनुपर्छ क्या यति चाहिँ यतापट्टिको यो यतापट्टिको मात्र देख्दो रहेछ क्या यहाँबाट मात्र अलिकति मात्र देख्दो रहेछ होइन काँडा मात्रै त भयो नि त्यहाँबाट त मलाई झन् तारेभिरको त्यो रोडै तल देख्दो रहेछ अनि उहीँ त्यो डिलबाट त हेर न त्यो डिलबाट हेर त त्यो हाम्रो बाइक राखेको ठाउँ क्या उहाँ तल देख्दा धेरै खाल्टोमा देख्दो रहेछ साथै हेरेको होइन चान्स छैन क्या साथी त्यहाँ चिप्ल्यो पनि अड्काउने केही पनि छैन
बनाइ छानेर कफी केटा कफी कम्पोजिसन सबै गरिदिन्थ्यो नि त्यसले तरिका त बताइदिन्थ्यो यसरी चाहियो यहाँ म्युजिक चाहियो यो म्युजिक यहाँ चाहियो ल केटा ल चेस्ट ल चिसे ल आजको सुरुवात राम्रो भयो ल आकाश निलो आकाश र हामी यहाँ सेतो आकाश बिच बसिरहेको छौँ गाइस निलो आकाश र सेता ल है चिनी चाहिँ ल्याएन घोलेको छैन हालेको होला चिनी छैन Without sugar. विदाउट सुगर पनि ठिकै हो तर हल्का मलाई चाहिँ मन्द भए चाहिँ ठिक हुन्थ्यो भन्ने कुरो मात्रै हो त्यही ठिक लागिरहेको थियो मलाई केटाहरू चाहिँ चिनी खान्छन् भनेर 100% ठिकै छ तर हतार मलाई त्यो बोक्ने फुर्सद पनि भएन ठिक छ त ल केटा हो तारेभिरको सिन हेर्नुहोस् टुप्पोबाट है यो चाहिँ डाँडाबाट हो फेरि यस्तो सब देखिँदो रहेछ है राम्रो देखिँदा त अलिक चिसो लगाएर अलि अझ खोलेन क्या मजाले होइन नभए त अझ खतरा देखिन्थ्यो अब योभन्दा मुनि चाहिँ नजाउँ खासै जाने ठाउँ पनि रहन्छ है हिमालहरू देख्नु त देखिँदो रहेछ अलि सानो होइन नभए त दामी हुन्थ्यो अब यहाँदेखि यस्तो छ होइन ठाउँहरू चाहिँ दामी छ नि अक्खा लेकिन जाने ठाउँ त हाम्रो तारेभिरको टुप्पो है केटा हो टुप्पो ल यताबाट चाहिँ यो उख्रेनीहरू हो सायद जाने ठाउँ होला यो उख्रेनी जाने बाटो यो जङ्गल अब हिमाल चाहिँ यताबाट देखिँदो रहेछ हो त्यहाँनिर टुप्पोमा अलिकति मात्रै तर तपाईँहरूले देख्नुहुन्छ हुँदैन है ल ठाउँ चाहिँ यस्तै छ हामीले चाहिँ चिया खाजासाजा खायौँ अनि यसो भ्यू हेर्दै बसिरहेको छ केटाहरू रमाइलो भएको छ है ठाउँ चाहिँ के अब अर्कोचोटि यतैको डाँडा ल है केटा अब हामी चाहिँ निस्केको होइन अब नेक्स्ट हप्ता भेटौँला तलतिर गएको त के देखाउँ तर राम्रो आयो भने चाहिँ एउटा दुईवटा सिन चाहिँ राख्छु म है अब अहिलेलाई तारेभिर बाई बाई भन्नु पऱ्यो तेरो फोन लिऊ है तेरो फोन क्यामेरा अफ गर ल केटा अब झर्ने होइन त अब ल अब अर्को हप्ता है त